हेलो गाइज वेलकम टु माई न्यू ब्लग आयो सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु होइन अनि अहिले चाहिँ बिहानको 9 बजिसक्यो हामी चाहिँ अब खानासाना खाएर अब आजको चाहिँ हाम्रो राइड हुनेवाला छ गाइज के कसो हुन्छ हेर्नु होला हाम्रो राइड चाहिँ खैरेनी टु पाल्पा हुनेछ होइन टक्क राइड पनि के भन्ने होइन अहिले मौसम खराब छ के गर्मी मौसममा नुहाउन अब जान त परिहाल्यो होइन त्यही हामी रानी झर्न चाहिँ जाँदैछौँ कि अनि यहाँ हाम्रो मम्मी टक्क लाएर निदाउनु भयो फेरि आमा हुनुहुन्छ सासु बुहारी अनि यता हाम्रो बहिनी मोटी भैँस कैकी मोटी भैँस ठिक छ ल अब चाहिँ हामी गएर होइन बाटोतिर भेटौँला अनि आज चाहिँ लामो भयो भने झ्याउ नमानिकन सबैले हेर्नु होला है त गाइज एकछिन अगाडि भयो हामी चाहिँ अब निस्किन लागिसक्यौँ होइन गाइज सबैजना निस्किसक्यो यहाँ चाहिँ हाम्रो बाइक भयो यहाँ ड्राइभर भयो टक्क साइलेन्सर चाहिँ यहाँनिर टक्क साइलेन्सर चेन्ज गर्न गइसके गाईको चाहिँ लङ बन्द थियो कि होइन अनि यहाँ चाहिँ हाम्रो ठुलो मम्मी हुनुहुन्छ हाम्रो स्कुटी भयो आमा त्यहाँ हुनुहुन्छ अब टक्क लाएर हामी चाहिँ साथीलाई कोरिन्छ साथी चाहिँ छिट्टो आयो भने फ्याट्ट गइन्छ अब गर्मी पनि भइहाल्यो जाने बित्तिकै स्वाट सुट कपडा खोलेर एक झम्ल्याङ हानेपछि बल्ल मजा आउँछ कि गाइज बुझ्नु ल गाइज अब एकछिन कुरम होइन कति बेर लाग्ने फेरि रानी घरमा जाने रे रानी होइन आज चाहिँ गइन्छ टक्क लाइन भइन्छ दियो आज चाहिँ के हुन जस्तो बाबु हामी चाहिँ अहिले के भन्छ यो आइसक्यौँ होइन हामी चौडाबाट कता यो के भन्छ अरे यसलाई गोलपार्क हामी चाहिँ गोलपार्क आइसक्यौँ गाइस होइन एकछिन चाहिँ हामी अब पाल्पा एन्ट्री हानिन्छ हो कि न अब टक्क पाल्पा एन्ट्री गरेपछि टक्क भेटिन्छ होइन गाइस हामी चाहिँ अब सिद्धबाट आइसक्यौँ गाइस होइन हाम्रो अब पाल्पा चाहिँ टक्क लाएर छिरिन्छ होइन मेरो बाइक चाहिँ म चाहिँ आज साथीसँग बस्छु को बिया रहते गए जहाँ तो यस्तो पाराले सकिन्न गाई भए पनि सकिन्न गाडी हो
बाटो एकदम सानो छ गाइस यस्तो धुलो पनि के हेर्नु चाहिँ गाइस एकछिन भेटौँ हामी चाहिँ यो तल झरिसक्यो भने चाहिँ तल झऱ्यौँ यो के थियो यार ठाउँको नाम चाहिँ थाहा भएन तर त्यहाँ यो चौकी प्रहरी चौकी भन्दा अलि त अगाडि आएपछि तल झर्ने बाटो रहेछ पुल पनि देखिन्छ होइन हो त्यो बाटो घुर्छु चाहिँ यो चाहिँ रहेछ बाटोमा आयो भने चाहिँ हामीले आज बहुत दुःख पाइन्छ जस्तो लागिसक्यो गाइस बाटो नछिनेर के टिकटकमा देखेको भरले आएको हो तर त्यो टिकटक नै राम्रोसँग लोकेसनै देखाएको छैन कि त्यस्तै नै हुन्छ गाइस मेरो के भछ होइन यत्रो बेरसम्म बोले बिचको क्यामेरै अफ भइदियो हाफ स्याफ होइन अब यहाँ चाहिँ हामीले बाटो पाएनौँ अब कहाँदेखि आइछ अब एकछिन दुःख पाइन्थ्यो गाइस सिधै त्यहाँ जाने यत्तिकै त हम फाल्ने हो कपाल यस्तो जर्रो भयो भने गाइस के कुरा गर्ने के यो धुलोले भेजा भन हेलो गाइस हामी त लापता हमको पत्ता नहीं है हामी लापता भइसक्यो केटाहरू कहाँ गयो तर होइन यो बाटो देखेर मलाई अलिअलि हामी रानी मल आइसक्यो जस्तो लाग्यो रानीगञ्ज अरे के अरे अप्रो नदी छ नेटवर्क पनि टिभी छैन कल गर्दाखेरि कल पनि गएन गाइस हामीले लापता भएर रानी झर्ना कहाँबाट जाने यता एउटा बाइक गयो चारबाट ल त्यही हो मैले चाहिँ भनेको थिएँ नि त यही बाटो हो भनेर अनि बताउँछ चाहिँ भाइ त्यस्तो छु म गाई कति मेरो चाहिँ धान्थ्यो मेरो त कपाल यस्तो जरो नजरो भयो यार यो रानी मल हो रानी मल आइरहेको कल आएर केही भएन अहिले उठाइन्न अब बेची खाम होइन त्यो मिठो भन्दा नि कस्तो मिठो भन्दा यस्तो मिठो पऱ्यो हामी लापता भयो नि भाइ चाहिँ आमा आएको रहेछ होइन तेल के गर्नुहुन्थ्यो उल्टो गरेर ल्याउने यता पेट्रोल पम्पै छैन यता कता पेट्रोल पम्प त्यस्तो देख्दैन यता त बाटै लगा त हामी त हजार यहाँबाट भित्र घुसेको चाहिँ हामीले उहाँ पुलमा गएर बसिरहेको हामी उहाँ पुलमा थियौँ क्या ल यहाँ टक्क यति भयो ल कालो भाइ अर्जुन भाइ ल कपडासँगै अम्बाल लिएको गएर अहिले किन हो किन
यस काले भाइ आइदिनु भयो भेना गर्मी छ सुसन ओ केटा हो ल त्यो गर्दा ल गाइस अहिले चाहिँ हामी फाइनली रानी झरना पुग्न लागिसकेको छन् अब डक्क लाएर रानी झरना गइन्छ एक झुब्लुङ हानिन्छ डक्क आएर सबले हेर्नुपर्छ गाइस आजको भ्लग चाहिँ बबालै हान्ने होला हो तर मेरो बिचमा आज क्यामेरा यस्तो भयो नि गाइस के भयो यार मेरो मोबाइलको घरिघरि क्यामेरा के भइदियो यार अफ भएको भइ गर्छ यार कहाँ गइन्छ अब यो गाउँ मेरो क्यामेरा बिग्रेर यस्तो क्यामेरा बिग्रेको के भयो र बाबु यार के भयो यस्तो के भिडियो गराइराखेँ नि होइन सिधै बन्द भइदिने क्या के भयो त्यस्तो हुन्छ घरिघरि पहिरो खोलाको हामी चाहिँ अहिले गाउँ आइसक्यो बाबु तिम्रो हालत हेरौँ न ए बाबा हो नाजुक रहेछ खै राम्रोसँग बता ठुलै भयो बिचरा हामी चाहिँ अब गाउँ छिर्यो अब यहाँबाट धेरै होइन 5 मिनट जतिको बाटो हो अरे अब 5 मिनट जति गएपछि हामी टक्क त्यहाँ हामीहरू गन्तव्यसम्म पुगिन्छ बाइकको हालत चाहिँ एकदम खराब भइसक्यो क्या यहाँ बस्नु भएको रहेछ खै पानी खाइदिनु भाइ टिकट काट्नुपर्छ सो गाइज हामी चाहिँ अहिले यहाँ के भन्छ रानी झरना चाहिँ आइसक्यौँ होइन टक्क लाएर दाइ यताउता टिकटको बारेमा बुझ्नु जानुभयो टक्क भयो अहिले चाहिँ राइडर म थिएँ होइन साथीको हात चाहिँ लास्टै गलायो भनेर बाटो चाहिँ यस्तो अफरोड छ कि गाइज के कुरा गर्ने यार ठाडै यहाँ आएपछि थाहा हुन्छ यहाँ भिडियोबाट हेर्दा अलि त्यो
स्लाइड जस्तै अब के भन्ने त्यो त्यस्तो त देखेँ होइन तर आउँदाखेरि चाहिँ हरिकै ओह्रालो हो क्या यहाँ चाहिँ साथीले यसो बाइकको भिडियो गराउनु रे भाइ अलि उता गर्दा हो बाइक तखेरि 1 पिस ल मामा को हुनुहुन्छ यहाँ आएर छोकिदिनु होला यसको बाइक यो के कसको बाइक छोप्ने छ मैले यो चाहिँ रानी झरना है यो चाहिँ रानी झरना भयो यो आउने बाटो यहाँ तलबाट चाहिँ कहाँ जान्छ हो मलाई चाहिँ बहुत गर्मी है अब यो हेलमेट राखेर आइज टक्क लगाएर यहाँ यो चाहिँ अब यस्तो छ होइन फर्स्ट पनि हुन सकेको रहेछ कस्तो लाग्यो गाइस होइन कमेन्टमा लेख्नु होला अनि को आउन चाहनुहुन्छ मलाई कमेन्ट गर्नु होइन म लिएर आइदिन्छु हो कि ल गाइस अब हजुरहरूले यसो भ्यू हेर्नु है त कस्तो छ म चाहिँ भिडियो गराइदिन्छु टक्क लगाएर यो स्टार्टिङ भ्यू चाहिँ हजुरले हेरिसक्नु होला होइन अब माथिको पनि म चाहिँ एकैचोटि भिडियोमा देखाउने छु अहिले यहाँ चाहिँ यसको हेरि छुट्टै पाएर हाम्रो दाइलाई चाहिँ एकदम टेन्सन लाग्यो अरे के बिचरा होइन बेकारमा आएछ जस्तो लाग्यो अरे हो होइन म हेप्पी छु ठिक छ ठिक छ ल जाम दाइ अब यहाँ दाइहरू खोइ के गर्दै हुनुहुन्छ होइन ल आमै आम हामी टक्क लगाएर हिँडिन्छ अब चट्टो भाडामा यहाँ हेरेँ अब यो अँधेरो हुने बित्तिकै मलाई भन है अफ हुन्छ ब्राइटनेस फुल छ होइन टक्क लगाएर आउनुपर्छ हामी फेरि एक दिन तिमीलाई भन्नु हेर्नु कि यो काटै यहाँ चाहिँ कोही छैन अरे आज टक्क लगाएर हामी मात्रै हो होइन हामी अब हिँड्दै जानुपर्छ क्या आधा घन्टा जति माथि जाने हो यहाँ चाहिँ यहाँ टोयलेटहरूको सुविधा रहेछ वासरुमहरू होइन रानी झरना परिचय अरे अब त्यो के ल्याउँछ पढ त आयो त झरना पनि वा उता जाने हो जस्तो लाग्यो हामी झरना त अलि कम भएछ नि त यहाँ आइज ल यता जाउँ त्यहाँ म चाहिँ हजुरहरूलाई हल्का भ्यू देखाउनु पर्यो वा यहाँ नेपालको झन्डा पनि रहेछ बब्बाल तर यहाँ चाहिँ बेस्ट झरना होइन वाउ क्या गइरह्यो यार पानी यार माछा यत्रो हो कि गाइज यहाँ देख्नु भयो कि नै माछा होइन हजुरलाई म माछा देखाउँछु देख्नु भयो नि होइन क्या ठुलो हो कि माछा आज यही माछा मारेर खानुपर्छ हो कि अरे बबाल छ यहाँ त टक्कै गाइस भ्यू हेर्दै गर्नु भयो
चाहिँ नुहाउन लागिसक्यो अब मलाई गर्मी भयो म यहाँ रन्न म बस्दा नि बस्दिनँ म झ्याप्प लाएर हम्फाली हाल्ने हो गाइस होइन सो गाइस म चाहिँ अब हान्दैछु होइन ल दाइले चाहिँ भिडियो गरेर चाहिँ म सो गाइस यो चाहिँ गइसक्यो होइन कतिको गइरहने बवाल छ अड्क्यो सो गाइस मैले चाहिँ अहिले हानेर आइसक्यो झ्वाम होइन सास फुलिँदो रहेछ धेरै पछि पौडी खेल्दा मा कसम यार हो नि बढीलै यता यता रेडी भइसक्यो निमल दाइ रेडी हो कता हो त नि यता हो कि यता हो अब यहाँ चाहिँ दुईजना पौडी खेल्न जान्छन् गाइज होइन हामी चाहिँ यहाँ हो हामी चाहिँ यहाँ हो दाइ चाहिँ यता अरे खोला नै के हो र यार छ्या भएन मजा आएन यस्तो त कसकोमा गीत राम्रो छ बजायो हुन्छ नि नेट छ रोशन भाइ कहाँ हो हामी मजा आयो ल ल ल ल ल 1 2 3 20 फुटको गहिरोमा केटो 5 फुटको केटो 5 फुटको केटो गएर हैरान छ त्यहाँ हेर्नु है त 20 फुटको गहिरोमा 5 फुटको केटो गएर हैरान ल ल है त गाइस यति नै है म पनि जान्छु अब सो गाइस अब चाहिँ म यखेर चुइकी हान्छु होइन कस्तो हुन्छ हेर्नु है कस्तो चुइकी हानेर पौडी खेल्न त हान्न त्यही पनि जान्छ ल गाइस यो चुइकीको लागि सबैले सब्सक्राइब लाइक गरिदिनु होला होइन कमेन्ट गरिदिनु होला म चाहिँ एक चढ हालेर आउँछु दाइले ल है त ल फाइनली गाइस भाइले चाहिँ अब चुइकी हान्न लागेको छ होइन हेरौँ कसरी हान्छ बिचराको प्याड खसेर पारिरहेको छ जायत खसेर मेरो डिस्कनेक्ट यता डिस्कनेक्ट गर्न निर्मल दाइ कस्तो त दिपक दाइ ओ दिपक दाइ घुम्ने भनेको नि घुमेन बुढा अर्जुन दाइ यहाँ लाउन नि भाइको च्यानललाई के भनिदिनु भन्नु ल मेरो गालमा रक लाइक सब्सक्राइब गरिदिनु होला सबैले वी आर नाउ इन रानी झरना in Falva. We're from Community. Let's go ahead and enjoy. सबैजना आइदिनु होला सबैजना रानी झरनामा चाहिँ आइदिनु होला हैन यहाँ चाहिँ एकदम राम्रो छ तर बाटो चाहिँ अलि अप्ठ्यारो छ तर आएर इन्जोय गर्न चाहिँ मा कसम भेरी 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 गुड छ के हैन सो अनि भाइहरु चाहिँ यता चाहिँ यस्तो गरिरहेको छ हाम्रो अर्जुन दाइले उता जान्न डर लाग्यो त्यही मिलाएर चुलुङ्ग पर्यो अब निस्किन्छ माथि निस्क्यो
दुई भाइको है दुई भाइको रेस सुरु भयो है गाइज है हेर्नु है त्यहाँ अझै पनि पछाडि नै छ है त अझै पनि पछाडि नै छ यो बसे भाइ यो रोशन दाइ दाइ भनेको जहिले दाइ नै हुन्छ भाइले कहिले पनि दाइले जित्न सक्दैन हो कि नै सो फाइनल गाइज अहिले चाहिँ हामी निस्किसक्यौँ होइन यहाँ चाहिँ भेदा रमाइलो भयो होइन गाइज हजुरहरूलाई कस्तो लाग्यो उहाँ दाइले हो उहाँ हान्दा लाउनु भइरहेको छ यहाँ लक्क खेलिरहेको छ होइन भ्यूहरू पनि हेर्नुभयो होला सबैले यहाँ केटाहरू सब निस्किसकेको छ हाम्रो चाहिँ होइन यहाँ दाइहरू टक्क लाएर बस्नु भएको छ अब टक्क लाएर हामी घरतिर जानुपर्ने हुन्छ होइन ल दाइ भाइ चल ल अब टक्क लाएर हामी घर जानुपर्ने हुन्छ होइन बस्छु भाइ भन्छ के अरे हाम्रो चाहिँ बस्छु दाइ बस्छु दाइ भन्यो त बस्छु दाइ मेरो काले भाइ ल दाइको चाहिँ वालिङतिर चलपल है हाम्रो यहाँ भेना हुनुहुन्छ टक्क आएर होइन भेनाको नि के भन्छ युट्युब च्यानल छ होइन हजुरको नाम चाहिँ के छ निर्मल मगर छ होइन युट्युबमा चाहिँ सबैजनाले मसँग को फ्रेन्ड हुन्छ सबैजनाले चाहिँ लाइक कमेन्ट सब्सक्राइब सेयर सपोर्ट चाहिँ गरिदिनु होला होइन हामी चाहिँ अब एउटै गाउँको मान्छे हामी अब बाउ छोरा जस्तै हो होइन टक्क सबैले माया गरिदिनु होला अनि यस्तो रमाइलो छ टक्क दाइखेरि पिसमा हो क्या दाइ एउटा गीत बजाउनु म नाचिदिन्छु ल यही भयो नि त हामी चाहिँ म चाहिँ वासरुम गएर आइसक्यो होइन अब दाइ चाहिँ वासरुम जाँदै हुनुहुन्छ अनि यहाँ हाम्रो साथी भयो पहिला झ्याउ लाग्यो भन्ने मान्छेलाई सोधौँ है त के कसो भयो तिमीलाई के कतिको रमाइलो लाग्यो सुरुमा अलिकति अप्ठ्यारो मान्ने मान्छेले झ्याउ लाइक रमाइलो हो भनिदिनु त आज रमाइलो एकदम बवाल भयो ब्लग होइन बवाल भयो तपाईँहरू आउँदै गर्नु यस्तो इन्जोय गर्नु होइन चस्मा फेरि टक्क लाउनु पर्यो ल बवाल हो नि होइन आज रमाइलो भयो नि बहुत वर्षमा जिन्दगीमा पहिलो चाहिँ रमाइलो भनेको मेरो हो टक्क सब दाजुभाइहरू एउटै घरको दाजुभाइहरू टक्क आज रमाइलोमा आइदियो हामी चाहिँ लगभग होइन सबैजना चाहिँ हामी आफन्त पर्छ होइन साक्कै आफन्त पर्छ दाइहरू सबै त्यही पनि हामी साथी जस्तो गरेर हिँड्यौँ होइन आज हाम्रो राइड पनि है सेफली भयो अब सेफली भन्दा नि अब यहाँसम्म चाहिँ सेफली भयो अब घर चाहिँ हामी कसरी पुगिन्छ थाहा छैन घर पनि सेफली पुगिन्छ हामी फिक्स हो फेरि त्यस्तो कोही पनि झ्याप छैन होइन अब अहिले त हल्का जोले नै हान्छ होइन त्यही पनि मैले चाहिँ हानेको छैन अनि दाइहरूले हानेको छैन सरूले हानेको छैन अरूले चाहिँ अलिअलि दिएको छन् अनि त्यही हो आजको भ्लग कस्तो लाग्यो होइन सबैले सपोर्ट गरेर कमेन्ट चाहिँ गरिदिनु होला होइन मेरो चाहिँ यो पौडी खेल्दा हात गलाएको गाइज होइन क्यामेरा पनि छोप्न सकेको छैन टक्क हामी चाहिँ अब निस्किँदैछौँ बाई बाई यता पनि बाबा रे बाबा यसको चाहिँ अघि लङ पन्जाब थियो होइन अनि अहिले चाहिँ ओरिजिनल हालेको यखेर मैले एक दिन चाहिँ कुनै भ्लगमा एक दिन लङ पन्जाब हालेको नि साउन्ड सुनाउने छु हजुरहरूलाई फेरि है टक्क लाएर हामी चाहिँ अब घर गइन्छ पहिला होइन घर भन्दा नि अब पहिला हामी घुम्दै गइन्छ यखेर नुवागढ पस्ने पनि कुरा यखेर नुवागढ पनि गइन्छ होइन सो गाइज
अब चाहिँ त्यही नै हो मलाई चाहिँ एकदम थकै लाग्यो कि बडी खेलेर होइन सबैभन्दा धेरै म खेलेँ नि त दाइहरू बस्नलाई अब खानलाई बाहिर बस्नुभयो अनि म चाहिँ एनी टाइम पानीमा भयो कि मैले केही पनि खाएन होइन खानु नै हुन्न त्यस्तो चिजहरू होइन त्यही पनि म पानीमा बसेँ रमाइलो पनि भयो आज चाहिँ बबालै रमाइलो भयो अब टक्क लगाएर हामी घरतिर गइन्छ रोशन दाइ हजुरलाई कतिको रमाइलो लाग्यो काले भाइ भएपछि मजा लाग्छ सबै भाइहरू छ मजा अनि दाइहरू छ बुढोहरू पनि छ यता दिपक दाइ हजुरलाई कतिको रमाइलो भयो बबाल भयो नि कतिको रमाइलो भयो आज लास्टै रमाइलो भयो भाइ कतिको रमाइलो भयो ए रक स्टार हो क्या अनि यतातिर सो होइन कतिको रमाइलो भयो कतिको रमाइलो भयो मेरो बाबु कतिको रमाइलो भयो मलाई पनि बबालै लाग्यो गाइस आजको ब्लग चाहिँ बेस्ट हुनेवाला छ सो गाइस अब चाहिँ एकछिनमा भेटौँला है त सो अब चाहिँ हामी घर फर्किँदै हो होइन टक्क साधनहरू रेडीमा छ अनि दाइहरू हुनुहुन्छ सबैजना होइन अब सबैले चिन्नुहुन्छ होला यो साथी भएको अरे अब यो दाई उहाँ चाहिँ भेना दाई भेना अनि दाई है सबैलाई चिन्नुभयो मैले सुरुमा पनि चिनाइसकेँ होइन फेरि पनि चिनाएँ ल केही छैन हेरेर चाहिँ सबैले रमाइलो गर्नु होला होइन अब चाहिँ हामी तपाईँलाई घर गएर जाने हो होइन घर गइन्छ हेरौँ अब टक्क लाएर राइड चाहिँ बबाल भयो रमाइलो पनि भयो बाई आन्टी बजै त उता हेर्नु बाई बजै बाई दाजु फेरि आउँछ भाइ हामी एक दिन ल भाइ बाई सबैजना अब यो पाल्पा पनि हामी छोडेर जाने अझै बाइक किन्नेबाट चाहिँ म टाढा आएको भनेको चाहिँ यही हो होइन फर्स्ट टाइम यही हो आएको चाहिँ त्यही नै हो गाइज हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु यहाँ चाहिँ रमाइलो लाग्यो आउनु मन छ भने भन्नु हामी फेरि पनि एक दिन राइडमा जानुपर्ने हुन्छ होइन त्यही नै हो गाइज गाइज हामी चाहिँ यहाँ डाँडा चढिसक्यौँ अब चाहिँ हामी डाइरेक्ट नुवाकोट निस्किने भनेको होइन हामी चाहिँ एक गुल्टुङ गइसक्यौँ भनौँ त्यस्तो जोडसँग त होइन हल्का स्लाइड हानेर हल्का लोटेको मात्रै हो अब चाहिँ हामी टक्क गइन्छ फेरि म चाहिँ अहिले राइडमा छु सो त्यसैले भ्लग बनाउनु पाएको छैन होइन अब सिधै उतै बुटोलतिर गएर हुन्छ कि कहाँ गएर हुन्छ भेटिन्छ है गाइस हामी चाहिँ एकचोटि गुल्टुङ बारियो अलिक फोहोरो छ कपडाहरू होइन केही छैन ल हामी अब त्यतै बुटोलतिरै गएपछि भेटौँला है त गाइस बाई बाई सो हामी चाहिँ अहिले नुवाकोट आइसक्यौँ होइन हामी भित्रबाट चाहिँ अहिले नुवाकोट आएको टक्क दाइ छ होइन यहाँ चाहिँ हामी टक्क बाइक भयो त्यहाँ दाइहरू कुर्दै हुनुहुन्छ अनि अब चाहिँ हामी नुवाकोट आयौँ होइन अब चाहिँ फेरि बदल पोखरी जाने भनेछ बदल पोखरी जानु भन्न दाइहरूले सुशान्त टक्क अब त्यहाँ जान गइन्छ अनि रमाइलो त्यहाँ के हुन्छ यहाँ टक्क यो चाहिँ नुवाकोटको बुटलको भ्यू भयो होइन भयो के अरे हामी चाहिँ अहिले यहाँ नुवाकोटको यसो भ्यू हेर्न चढिदिएको खासमा आउने त्यहाँ राति हो रातिमा मिठो देखिन्थ्यो अब त्यस्तै भयो अब यतैबाट आएपछि हामी यतातिर फस्थ्यौँ हल्का टक्क लाएर अनि त्यहाँ यसो भ्यू हेर्नु गइन्छ होइन चट्ट पारामा फेरि तल झरिन्छ त्यसपछि यसो अब नास्ता सास्ता के खाने खाए टक्क लगाएर फेरि घर गइन्छ होइन यहाँबाट बेस्ट देखिन्छ यो टक्क भ्यू चाहिँ यहाँ चाहिँ अब टक्क बन्दैछ होइन बिहानले भन्नु भइसक्यो ओ माई गड
टेक्नोलोजी हत्तेरी त्यो पनि देखाइदेऊ न जाऊ न टेक्नोलोजी कसैले यो साइलेन्सर देखेछ केडा हो यो साइलेन्सर कसैले देखेछ यो एनएस कसको हो यहाँ पनि गर्न कसको त्यहाँ होइन साइलेन्सर टेक्नोलोजी भने जस्तो हो क्या कसले बनाएको हरेक आइडिया लाएर घर आयो होइन ल यो चाहिँ भ्यू भयो हाम्रो मिठो भ्यू चाहिँ हामीले यहाँ गएर गराइन्छ है ठिकै भिड हुन्छ कि मलाई एउटा रिजल्ट लाग्छ कि नुवाकोटको डाँडा भन्छ गाइस अब हामी नुवाकोटको भ्यू पनि हेर्नुभयो होला अब हामी तल गएर भेटिन्छ है त टक्क लाएर हामी चाहिँ अहिले नास्ता खाँदै हो गाइस होइन अब चाहिँ नास्ता खाएर अब चाहिँ हामी निस्किने बेला भइसक्यो है टक्क यहाँ साथी चाहिँ के हेर्दै है बिलसिल हेर्दै दाइले भिडियो बनाउँदै ओ अर्जुन दाइले के हो यस्तो पारा ल गाइस आज चाहिँ अलि पब्लिक धेरै छ होइन अब चाहिँ हामी बाटोमै गएर भेट्नु पर्ने हुन्छ है त गाइस सो हामी चाहिँ अब घर जानु लागिसक्यौँ होइन दाइ एउटा दाइ चाहिँ त्यहाँ पुगिसक्यो ल सो हामी पनि अब जान्छौँ गाइस अब सिधै घर गएर भेटौँला होइन बाई बाई गाइस ट्याप सो हामी चाहिँ अहिले साथीको घर आइसक्यौँ होइन यहाँबाट त साथीलाई बाई बाई हान्दै अब हामी चाहिँ बिदाई ल तिम्रो हेलमेट ल हेलमेट त्यहीँ छ होइन ल बाई बाई घर भेटौँला सो गाइस हामी चाहिँ अहिले घर आइसक्यौँ होइन टक्क रातिको 10 बजिसक्यो यार 10 अँधेर भइसक्यो यहाँ सुतिसक्नु हो अब हामी पनि टक्क लाएर खानासाना खाएन होइन ढोकासोका लाएर सुत्नुपर्ने हुन्छ आजको भिडियो चाहिँ कस्तो लाग्यो सबले लाइक कमेन्ट सेयर सब्सक्राइब सबै चाहिँ गरिदिनु होला अनि के कसो लाग्यो कमेन्ट पनि गरिदिनु होला होइन सो गाइज आजको लागि यति नै फेरि भेटौँला अर्को भिडियोमा बाई बाई गाइज